प्रधानमन्त्रीलाई संसदमा ल्याउन सभामुखले रुलिङ गर्नुपर्छ। हर्क साम्पाङको भनाई। ईश्वरी भुजेल हत्या प्रकरण नेपाली बोरोलाई थप 5 दिन हिरासतमा राख्न अनुमति। संसदमा विषय उठाएकै कारण ज्यान मार्ने धम्की आयो। खुशबु ओलीको भनाई। महावीर पुन मन्त्रालयमै सुत्ने, बन्दोबस्तीका सामान लिएर आए मन्त्रालय। प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीको नाराबाजी। ठूला वित्तीय अपराधी समातिने भएपछि प्रधानमन्त्रीज्यू र ममाथि नियोजित आक्रमण। अर्थमन्त्री डाक्टर वाग्लेको भनाई। रोक्न खोजेको युद्ध झन उग्र। अमेरिकी अखडामा इरानको कडा प्रतिशोध। 1 करोडका मोबाइल नष्ट गरेपछि सर्वोच्चको आदेश। जफत गरिएका मोबाइल र डाटा नष्ट नगर्नु। र आजको स्वास्थ्य सम्बन्धी जानकारीमा निन्द्राको कमीले मस्तिष्कमा कस्तो असर गर्दछ त? समाचारको अन्तिममा स्वास्थ्य सम्बन्धी यो विशेष जानकारी पनि गराउनेछौँ। अन्तिमसम्म पुरै समाचार सामग्री हेर्न नछुटाउनुहोला। दर्शकवृन्द, अब सुनौ पूरा समाचार। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्ड मात्र नभई मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानबिन गर्नुपर्ने बताएका छन्। बुधबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन्। नवनियुक्त गृहमन्त्री सुदन गुरुङले राजदरबार हत्याकाण्डको छानबिन गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै उनले उक्त घटनाको छानबिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा हुनुपर्ने बताए। अध्यक्ष घिसिङले मदन भण्डारीको मृत्यु प्रकरणको सत्य तथ्य सार्वजनिक गर्न र पूर्व प्रधानमन्त्री सुशील कोइरालाको मृत्युबारे उठेका शंकाको समेत अनुसन्धान गर्नुपर्ने उनले बताएका थिए। त्यस्तै वर्गको प्रसङ्ग श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसदमा ल्याउन सभामुखसँग रुलिङ गर्न माग गरेका छन्। प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै साम्पाङले सभामुखलाई रुलिङ गर्न माग गरेका हुन्। प्रधानमन्त्रीलाई तपाईले रुलिङ गरेर ल्याउनुपर्छ, किनकि उहाँ पनि हामी मध्येको एकजना पार्लियामेन्ट हो उनले भने। संसद विधिबाट चलाउन पनि प्रधानमन्त्री संसदमा आउनुपर्ने साम्पाङको भनाइरहेको छ। प्रधानमन्त्री त्यो संसद र संविधानभन्दा ठूलो होइन उनले भनेका छन्। सभामुखले आफ्नो पार्टीलाई बोल्न समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले नाराबाजीसहित संसद अवरोध गरेका थिए। त्यसपछि बोल्ने समय पाएका साम्पाङले सदन अवरुद्ध भएको प्रति माफी मागे। त्यस्तै वर्गको प्रसङ्गतर्फ लागौं। ईश्वरी भुजेल हत्या प्रकरणमा पक्राउ परेका नेपाली ब्रो भनिने कुमार थापा मगरलाई थप 5 दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले 5 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। यो सँगै अब उनी कम्तीमा पनि 5 दिन हिरासतमा रहनेछन्। उनलाई अहिले प्रहरी वृत्त बालाजुमा राखेर अनुसन्धान गरिएको छ। हत्या गरिएकी भुजेल नेपाली ब्रोको श्रीमती हुन्। उनी नेपाली सेनाको सुबेदार पदमा कार्यरत थिइन्। पारिवारिक कलह र विवादले उग्र रूप लिएपछि नेपाली ब्रोले श्रीमती भुजेललाई चक्कु र रड प्रहार गरेर हत्या गरेका थिए। त्यस्तै वर्गको प्रसङ्ग। राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सुशीता खुशबु ओलीले संसदमा विषय उठाएकै कारण ज्यान मार्ने धम्की आएको बताएकी छिन्। 90% सनातनीहरू बसोबास गर्ने गरेकाले यस आधारमा आफूले नेपाल सनातन राज्य हुनुपर्ने भनेर संसदमा माग राखेको बताइन्। नेपाल सनातन राज्य हुनुपर्ने भनेर मैले यस सदनमा उठाउँदाखेरि सुनियोजित रूपमा मलाई अहिलेसम्म ज्यान मार्ने धम्की, बलात्कार गर्ने धम्की, आक्रमण गर्ने धम्की सामाजिक सञ्जालबाट तिर्साइरहेको उनले बताएकी छिन्। यस्तो धम्की सबै सनातनीहरूमाथि रहेको उनले बताइन्। नेपालको गरिबीका कारण लोभ देखाएर धर्म परिवर्तन समेत गराउने गरिएको भनेर उनले सरकारको ध्यान आकर्षण पनि गराएकी थिइन्। त्यस्तै यता नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले मन्त्रालयलाई नै आफ्नो अस्थायी आवास बनाउने बताएका छन्। उनी आफ्ना बन्दोबस्तीका सामानसहित सिंहदरबारभित्र आज रहेको विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालयमा डेरा सरेका हुन्। भैँसीपाटी स्थित मन्त्री क्वार्टरहरू जेन्जी आन्दोलनमा चलेकाले अहिले सरकारले मन्त्रीहरूलाई आवासको व्यवस्था गर्न सकेको छैन। काठमाडौँमा घर भएका मन्त्रीहरू घरबाटै मन्त्रालय धाइरहेका छन् भने नभएकाहरूले डेराको प्रबन्ध गरेका छन्। मन्त्री पुनले हिजो पद बहालीपछि पत्रकारहरूसँग कुराकानी गर्दै सरकारले क्वार्टर दिएन भने मन्त्रालयमा सुत्ने बताएका थिए। एउटा ब्याग र एउटा कार्टुन ल्याएका छन्। उनले आफ्नो सम्पत्ति यति नै भएको पनि बताएका छन्। उनी यसअघि आविष्कार केन्द्रमा नै बस्ने गर्दथे। डेरा सर्ने क्रममा मन्त्री पुन पत्रकारहरूसँग केही बेर गफिए। उनले भने, ल दाजुभाइ दिदीबहिनीहरू, जिन्दगीमा के हुन्छ कसो हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन। अब यतै सर्ने भयो राष्ट्रिय आविष्कार केन्द्रबाट। मेरो सम्पत्ति यही हो, थेगी सक्नुको सम्पत्ति छ। लौ आज डेरा सर्ने भयो। भगवानले जता लैजान्छन् त्यतै जानुपर्ने रहेछ उनले भनेका थिए। त्यस्तै वर्गको प्रसङ्ग। प्रतिनिधि सभाको बैठकमा सभामुख डोल प्रसाद ओरालले बोल्ने समय नदिएको भन्दै हर्क
साम्पाङको श्रम संस्कृति पार्टीका सांसदहरूले तीव्र विरोध र नाराबाजी गरेका छन्। संसदमा आफ्नो पार्टीलाई विभेद गरिएको आरोप लगाउँदै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सदनभित्रै उठेर विरोधमा उत्रिएका हुन्। हर्क साम्पाङले संसदभित्र आफूहरूमाथि गम्भीर विभेद गरिएको भन्दै सभामुखको भूमिकामाथि प्रश्न गरेका छन्। श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध गरेपछि सभामुख अर्यालले बोल्नेहरूको सूचीमा नाम समावेश नभएका कारण आफूले नबोलाएको भन्दै सदनमा स्पष्टीकरण दिएका थिए। तर सभामुखको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष साम्पाङले आफ्नो पार्टीमाथि अपमान र विभेद जारी रहेको दावी गर्दै प्रतिनिधि सभाको बैठकमा अवरोध सिर्जना गरेका छन्। सभामुख अर्यालले आफ्नो कुरा सुन्ने धैर्यता नराखेको भन्दै राईको व्यवहारप्रति आपत्ति जनाए। संसदमा तनाव बढेसँगै श्रम संस्कृति पार्टीका सांसदहरूले निरङ्कुश तन्त्र बन्द गर, विभेद गर्न पाइँदैन र बोल्ने अधिकार दिए जस्ता नाराहरू लगाउँदै प्रतिनिधि सभाको बैठकमा लगातार विरोध प्रदर्शन गरिरहेका थिए। त्यस्तै अर्को प्रसङ्ग अर्थमन्त्री डाक्टर सोढी माग्लीले देशको इतिहासकै ठूलो वित्तीय अपराधको अनुसन्धान अन्तिम चरणमा पुगेका बेला सरकार र मुख्य नेतृत्वमाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण सुरु भएको दावी गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै उनले प्रधानमन्त्री र आफूमाथि भइरहेका चौतर्फी प्रहारहरू वित्तीय अनियमिततामा संलग्न स्वार्थ समूहको योजनाबद्ध खेल भएको आरोप लगाएका छन्। बजेट वक्तव्यका दरहरू परिमार्जनमा नीतिगत चलखेल भएको भन्दै संसद र सञ्चार माध्यममा आएका आलोचनाहरूको खण्डन गर्दै उनले भनेका छन् यी सबै अनुसन्धानबाट अत्तालिएका माफियाहरूको छटपटी भएको स्पष्ट पारेका छन्। अर्थमन्त्री डाक्टर वाग्लेले आफ्नो धारणा स्पष्ट राख्दै भनेका छन् प्रधानमन्त्रीज्यू र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण गर्ने प्रयास भइरहेको छ। नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनमा त्यो विषय अदालत पुग्दैछ। हामीसँग रुष्ट तिनै समूहबाट पोषित तत्त्वहरूबाट प्रधानमन्त्री र माथि आक्रमण भइरहेको मलाई शङ्का लागिरहेको छ उनले भनेका थिए। यता मध्यपूर्वमा जारी युद्धले फेरि उग्र रूप लिएको छ। अमेरिकी हवाई हमलापछि इरानले अमेरिकी सैन्य ठेगानाहरूलाई निशाना बनाउँदै ठूलो मात्रामा प्रतिशोधात्मक हवाई आक्रमण सुरु गरेको छ। इरानले सेनाको एउटा हेलिकप्टर खसालेपछि अमेरिकाले हवाई हमला गरेको थियो। त्यसपछि इरानले अमेरिकी सैन्य ठेगानाहरूलाई निशाना बनाएको हो। ताजा सैन्य टकरावले केही महिनादेखि जारी युद्ध रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक प्रयासलाई ठूलो धक्का पुर्याएको छ। बुधबार बिहानै कुवेतमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू गुन्जिएका छन्। कुवेती सेनाले आफ्नो हवाई रक्षा प्रणाली सक्रिय भएको र शत्रुतापूर्ण आकाशीय लक्ष्यहरूलाई सफलतापूर्वक इन्टरसेप्ट गरिरहेको जनाएको छ। सेनाले आफ्नो नागरिकहरूलाई सुरक्षित स्थानमा जान र आधिकारिक निर्देशनहरू पालना गर्न अपील गरेको छ। इरानी सञ्चार माध्यमका अनुसार इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले कुवेतको अली अल सालेम सैन्य बेसलाई ड्रोन मार्फत निशाना बनाएको छ। त्यस्तै यता सर्वोच्च अदालतले एसी दिने विद्यार्थीहरूबाट जफत गरिएका मोबाइल र डेटाहरू नष्ट गर्ने कार्य रोक्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सिराहालाई अन्तरिम आदेश दिएको छ। सर्वोच्च अदालतले एसी दिने विद्यार्थीबाट जफत गरिएका मोबाइल र डेटाहरू नष्ट गर्ने कार्य रोक्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सिराहालाई अन्तरिम आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी र युवा कानुन व्यवसायीले दिएको रिटमाथि बहस सकिएपछि बुधबार उक्त आदेश जारी गरेको हो। अन्तरिम आदेशमा भनिएको छ यसमा निवेदकले अन्तरिम आदेश समेत माग गरेको सम्बन्धमा विचार गर्दा सुविधा र सन्तुलनको दृष्टिले प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म जिल्ला प्रशासन कार्यालय सिराहाको मिति 2082-21 को सूचनामा उल्लेख भएको परीक्षा हलभित्र भेटिएका मोबाइल र सोको डेटा जफत नष्ट गर्ने कार्य नगराउनु भनी सर्वोच्च अदालत नियमावली 2074 को नियम 49 बमोजिम आदेश जारी गरिएको छ। आदेशको जानकारी प्रत्यक्षलाई दिनु भनेर उक्त आदेशमा लेखिएको छ। उक्त प्रकरणमा सर्वोच्चले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सिराहालाई लिखित जवाब पेश गर्न समेत आदेश दिएको छ। निवेदकको तर्फबाट उपस्थित अधिवक्ताहरू विकास आचार्य र अनिल कुमार शाहले बहसका क्रममा मोबाइल पानीमा डुबाउने कार्यले महत्त्वपूर्ण रेकर्ड, डकुमेन्ट, डेटा, पारिवारिक तस्बिर सबै नष्ट हुने अवस्थामा रहेकाले थप क्षति हुनबाट जोगाउन अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेका थिए। सिराहाका दर्जनौं परीक्षा केन्द्रहरूबाट सयौं विद्यार्थीहरूको साथमा रहेका व्यक्तिगत मोबाइल फोन तथा स्मार्ट वाचहरू जफत गरेर पानी भरिएको ड्रममा डुबाउँदा ठूलो क्षति पुगेको दाबी उनीहरूको रहेको थियो। उनीहरूले सम्बद्ध पदाधिकारीमाथि फौजदारी कारबाही र पीडितलाई क्षतिपूर्तिको समेत माग गरेका छन्। त्यस्तै आजको अन्तिम प्रसङ्ग स्वास्थ्य सम्बन्धी जानकारी। रातभर जागराम बस्ने, मोबाइल चलाउँदै अबेरसम्म सुत्ने, कामको चापका कारण निन्द्राको समय कटौती गर्ने वा सुत्नुभन्दा काम महत्त्वपूर्ण ठान्ने बानी आधुनिक जीवनशैलीको सामान्य हिस्सा बन्दै गएको छ। शरीरलाई जति खाना र पानी आवश्यक पर्छ मस्तिष्कलाई पनि त्यति नै आवश्यक हुन्छ भन्ने पर्याप्त र गुणस्तरीय निन्द्रा
निन्द्रा केवल शरीरलाई आराम दिने अवस्था मात्र होइन, यो मस्तिष्कले आफूलाई मर्मत गर्ने, दिनभर सङ्कलित जानकारीहरूलाई व्यवस्थित गर्ने र विभिन्न जैविक कार्यहरू सन्तुलित राख्ने महत्त्वपूर्ण प्रक्रिया हो। जब पर्याप्त निन्द्रा पुग्दैन, मस्तिष्कको कार्यक्षमतामा प्रत्यक्ष असर पर्न थाल्छ। स्मरण शक्ति कमजोर हुने, ध्यान केन्द्रित गर्न कठिन हुने, निर्णय क्षमता घट्ने र मानसिक र शारीरिक समस्या, स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्छन्। मस्तिष्कको कार्यमा आएको अवरोधले अन्ततः व्यक्तिको दैनिक जीवन, कार्यक्षमता र समग्र स्वास्थ्यलाई प्रभावित बनाउन सक्छ। निन्द्रा पुगेन भने के हुन्छ? जब मानिसले पर्याप्त निन्द्रा पाउँदैन, माथि उल्लेखित सबै प्रक्रिया प्रभावित हुन्छन्। परिणामस्वरूप स्मरण शक्ति कमजोर हुने, ध्यान केन्द्रित गर्न कठिन हुने, निर्णय क्षमता घट्ने लगायतका समस्या देखा पर्न सक्छन्। अब प्रश्न आउँछ, स्वस्थ निन्द्राका लागि के गर्ने? हरेक दिन सम्भव भएसम्म एउटै समयमा सुत्ने र उठ्ने बानी बसाल्नु पर्दछ। सुत्नुभन्दा कम्तीमा 1 घण्टा अगाडि मोबाइल, ट्याब्लेट र कम्प्युटरको प्रयोग कम गर्न उपयुक्त हुन्छ, किनकि यिनबाट निस्कने निलो प्रकाशले निन्द्रा ल्याउने मेलाटोनिन हर्मोनको उत्पादन घटाउँछ। क्याफेनयुक्त पेय पदार्थ, अत्याधिक मदिरा सेवन तथा राति धेरै खाना खाने बानीले पनि निन्द्रामा असर पर्न सक्छ। नियमित शारीरिक व्यायाम, शान्त वातावरण, उचित तापक्रम र तनाव व्यवस्थापनले निन्द्राको गुणस्तर सुधार गर्न मद्दत गर्छ। यदि लामो समयसम्म निन्द्रा नलाग्ने, राति पटक पटक घिउजिने वा घुर्ने वा दिनभर अत्याधिक थकान महसुस हुने समस्या छ भने स्नायु रोग विशेषज्ञ वा निन्द्रा विशेषज्ञसँग परामर्श लिनु आवश्यक हुन्छ। हवस् त दर्शकवृन्द, स्वास्थ्य सम्बन्धी यो जानकारी सँगसँगै आजलाई केही महत्त्वपूर्ण खबर अपडेटको श्रृङ्खला यति नै। पलपलको न्युज अपडेटका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न र भिडियोलाई लाइक गर्न नछुटाउनुहोला। हवस् त अहिले भने म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।